सुकुम्बासीको नाममा सांस्कृतिक हमला, लिङ्कदेन आक्रोशित। प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले सुकुम्बासी व्यवस्थापनको नाममा विभिन्न संरचनाहरू हटाउने कार्यलाई तीव्रता दिएपछि यसको चौतर्फी प्रतिक्रिया देखिन थालेको छ। विशेष गरी मन्दिर, विद्यालय र बौद्ध गुम्बा जस्ता धार्मिक तथा सामाजिक महत्त्वका संरचनाहरू भत्काइएको घटनाले राजनीतिक वृत्तमा तरङ्ग सिर्जना गरेको छ। यही सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका अध्यक्ष राजेन्द्र लिङ्कदेनले कडा असन्तुष्टि व्यक्त गरेका छन्। लिङ्कदेनले सार्वजनिक रूपमा आफ्नो धारणा राख्दै सरकारको कदमलाई अति हतारो र गृहकार्यविहीन निर्णयको संज्ञा दिएका छन्। उनका अनुसार सार्वजनिक स्थल खाली गर्ने नाममा गरिएका कार्यहरूमा संवेदनशीलता र सन्तुलनको अभाव देखिएको छ। विशेष गरी धार्मिक आस्थासँग जोडिएका संरचनाहरू, विद्यालय जस्ता आधारभूत सेवा दिने संस्थाहरू र बौद्ध समुदायका गुम्बाहरू भत्काउनु कुनै पनि हिसाबले उचित नभएको उनले ठम्ब्याएका छन्। उनले भनेका छन्, सार्वजनिक स्थल खाली गर्ने नाममा अति हतारमा मन्दिर, स्कुल र बुद्ध जयन्तीकै दिन बौद्ध गुम्बा भत्काइनु कतैबाट उचित होइन। यो अभिव्यक्तिले केवल संरचना हटाउने कार्यप्रति मात्र नभई त्यसको समय र तरिकाप्रति पनि गम्भीर प्रश्न उठाएको छ। बुद्ध जयन्ती जस्तो महत्त्वपूर्ण धार्मिक अवसरमा गुम्बा भत्काइनु अझ बढी संवेदनशील विषय बन्न पुगेको छ, जसले बौद्ध समुदायको भावनामा चोट पुर्याएको अनुमान गर्न सकिन्छ। लिङ्कदेनले थपे, मन्दिर, स्कुल, गुम्बा जस्ता सार्वजनिक संस्थाहरू सार्वजनिक स्थलमै हुन्छन् भन्ने सबैको जानकारीको विषय हो। यस भनाइले सरकारको निर्णय प्रक्रियामा रहेको अस्पष्टता र व्यावहारिक पक्षको कमजोरीलाई औँल्याएको देखिन्छ। सार्वजनिक स्थलमै रहेका यस्ता संस्थाहरू हटाउँदा विकल्प पुनःस्थापना वा पूर्व तयारीबारे सरकार स्पष्ट हुनुपर्ने उनको सङ्केत छ। यस घटनासँग जोडिएको अर्को संवेदनशील पक्ष भनेको मानवीय क्षति हो। लिङ्कदेनका अनुसार कसैले आफ्नो छानो गुमेको दृश्य हेर्न नसकेर जीवन नै गुमाएका छन्। यो केवल भौतिक संरचना हटाउने विषयमा सीमित नरही मानवीय संवेदनासँग प्रत्यक्ष जोडिएको गम्भीर प्रश्न बन्न पुगेको छ। राज्यले विकासका नाममा चाल्ने प्रत्येक कदमले नागरिकको जीवन, भावना र सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने हुन्छ भन्ने सन्देश यहाँ स्पष्ट देखिन्छ। उनले विकासको अवधारणामाथि पनि प्रश्न उठाउँदै भने, विकास जीवनका लागि हुनुपर्छ, जीवन विकासका लागि होइन। यो भनाइले वर्तमान विकास मोडेलप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। विकास भनेको केवल संरचना निर्माण वा हटाउने कार्य मात्र नभई त्यसले मानिसको जीवन स्तर सुधार गर्नुपर्छ भन्ने आधारभूत सिद्धान्तलाई स्मरण गराएको छ। लिङ्कदेनले आस्थामाथिको आक्रमणलाई अझ खतरनाक मान्दै भनेका छन्, मानिसको सम्पत्तिभन्दा आस्थामाथिको आक्रमण खतरनाक हुन्छ। नेपाल जस्तो बहुधार्मिक र बहुसांस्कृतिक देशमा धर्म र परम्पराले गहिरो जरा गाडेको छ। त्यसैले यस्ता विषयमा सरकारको निर्णय अत्यन्त संवेदनशील र सन्तुलित हुनुपर्ने आवश्यकता छ। कुनै पनि समुदायको आस्थामाथि चोट पुग्दा त्यसले दीर्घकालीन सामाजिक असन्तुलन निम्त्याउन सक्छ। इतिहास, धर्म र परम्पराको संरक्षणसँग विकास गर्नुपर्ने धारणा राख्दै उनले भने, इतिहास, धर्म र परम्पराको संरक्षणसँगै विकास गर्नुपर्ने धारणा राख्दै उनले भने इतिहास, धर्म, परम्पराको संरक्षण गर्दै गरिने निरन्तरता सहितको विकास नै दिगो र स्थिर पनि बन्छ। यो दृष्टिकोणले समावेशी विकासको अवधारणालाई जोड दिन्छ, जहाँ भौतिक पूर्वाधारसँग सांस्कृतिक र सामाजिक पक्षलाई पनि बराबरी महत्त्व दिइन्छ। अन्त्यमा उनले सरकारको तयारीप्रति स्पष्ट टिप्पणी गर्दै भने, गृह कार्य पुगेन। छोटो तर गहिरो अर्थ बोकेको यो वाक्यले सम्पूर्ण घटनाक्रमलाई समेटेको छ। यसले सङ्केत गर्छ कि सरकारको योजना, संवाद र कार्यान्वयनमा पर्याप्त तयारी र समन्वयको अभाव थियो। समग्रमा हेर्दा सुकुम्बासी व्यवस्थापन जस्तो जटिल विषयमा सरकारको कदम आवश्यक भए पनि त्यसको कार्यान्वयन शैलीले विवाद निम्त्याएको देखिन्छ। विकास र व्यवस्थापनका नाममा गरिने कार्यहरूमा मानवीय संवेदना, धार्मिक आस्था र सामाजिक सन्तुलनलाई व्यवस्था गरिँदा त्यसको प्रतिफल नकारात्मक हुन सक्छ। राजेन्द्र लिङ्कदेनको प्रतिक्रिया यसैको एउटा उदाहरण हो, जसले सरकारलाई आफ्नो निर्णय प्रक्रियामा पुनर्विचार गर्न प्रेरित गर्न सक्छ। सुकुम्बासीको नाममा सांस्कृतिक हमला, लिङ्कदेन आक्रोशित। प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले सुकुम्बासी व्यवस्थापनको नाममा विभिन्न संरचनाहरू हटाउने कार्यलाई तीव्रता दिएपछि यसको चौतर्फी प्रतिक्रिया देखिन थालेको छ। विशेष गरी मन्दिर, विद्यालय र बौद्ध गुम्बा जस्ता धार्मिक तथा सामाजिक महत्त्वका संरचनाहरू भत्काइएको घटनाले राजनीतिक वृत्तमा तरङ्ग सिर्जना गरेको छ। यही सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका अध्यक्ष राजेन्द्र लिङ्कदेनले कडा असन्तुष्टि व्यक्त गरेका छन्। लिङ्कदेनले सार्वजनिक रूपमा आफ्नो धारणा
राख्दै सरकारको कदमलाई अति हतारो र गृह कार्यविहीन निर्णयको संज्ञा दिएका छन्। उनका अनुसार सार्वजनिक स्थल खाली गर्ने नाममा गरिएका कार्यहरूमा संवेदनशीलता र सन्तुलनको अभाव देखिएको छ। विशेष गरी धार्मिक आस्थासँग जोडिएका संरचनाहरू, विद्यालय जस्ता आधारभूत सेवा दिने संस्थाहरू र बौद्ध समुदायका गुम्बाहरू भत्काउनु कुनै पनि हिसाबले उचित नभएको उनले ठम्ब्याएका छन्। उनले भनेका छन्, सार्वजनिक स्थल खाली गर्ने नाममा अति हतारमा मन्दिर, स्कुल र बुद्ध जयन्तीकै दिन बौद्ध गुम्बा भत्काइनु कतैबाट उचित होइन। यो अभिव्यक्तिले केवल संरचना हटाउने कार्यप्रति मात्र नभई त्यसको समय र तरिकाप्रति पनि गम्भीर प्रश्न उठाएको छ। बुद्ध जयन्ती जस्तो महत्त्वपूर्ण धार्मिक अवसरमा गुम्बा भत्काइनु अझ बढी संवेदनशील विषय बन्न पुगेको छ, जसले बौद्ध समुदायको भावनामा चोट पुर्याएको अनुमान गर्न सकिन्छ। लिङ्कदेनले थपे, मन्दिर, स्कुल, गुम्बा जस्ता सार्वजनिक संस्थाहरू सार्वजनिक स्थलमै हुन्छन् भन्ने सबैको जानकारीको विषय हो। यस भनाइले सरकारको निर्णय प्रक्रियामा रहेको अस्पष्टता र व्यावहारिक पक्षको कमजोरीलाई औँल्याएको देखिन्छ। सार्वजनिक स्थलमै रहेका यस्ता संस्थाहरू हटाउँदा विकल्प पुनःस्थापना वा पूर्व तयारीबारे सरकार स्पष्ट हुनुपर्ने उनको सङ्केत छ। यस घटनासँग जोडिएको अर्को संवेदनशील पक्ष भनेको मानवीय क्षति हो। लिङ्कदेनका अनुसार कसैले आफ्नो छानो गुमेको दृश्य हेर्न नसकेर जीवन नै गुमाएका छन्। यो केवल भौतिक संरचना हटाउने विषयमा सीमित नरही मानवीय संवेदनासँग प्रत्यक्ष जोडिएको गम्भीर प्रश्न बन्न पुगेको छ। राज्यले विकासका नाममा चाल्ने प्रत्येक कदमले नागरिकको जीवन, भावना र सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने हुन्छ भन्ने सन्देश यहाँ स्पष्ट देखिन्छ। उनले विकासको अवधारणामाथि पनि प्रश्न उठाउँदै भने, विकास जीवनका लागि हुनुपर्छ, जीवन विकासका लागि होइन। यो भनाइले वर्तमान विकास मोडेलप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। विकास भनेको केवल संरचना निर्माण वा हटाउने कार्य मात्र नभई त्यसले मानिसको जीवन स्तर सुधार गर्नुपर्छ भन्ने आधारभूत सिद्धान्तलाई स्मरण गराएको छ। लिङ्कदेनले आस्थामाथिको आक्रमणलाई अझ खतरनाक मान्दै भनेका छन्, मानिसको सम्पत्तिभन्दा आस्थामाथिको आक्रमण खतरनाक हुन्छ। नेपाल जस्तो बहुधार्मिक र बहुसांस्कृतिक देशमा धर्म र परम्पराले गहिरो जरा गाडेको छ। त्यसैले यस्ता विषयमा सरकारको निर्णय अत्यन्त संवेदनशील र सन्तुलित हुनुपर्ने आवश्यकता छ। कुनै पनि समुदायको आस्थामाथि चोट पुग्दा त्यसले दीर्घकालीन सामाजिक असन्तुलन निम्त्याउन सक्छ। इतिहास, धर्म र परम्पराको संरक्षणसँग विकास गर्नुपर्ने धारणा राख्दै उनले भने, इतिहास, धर्म र परम्पराको संरक्षणसँगै विकास गर्नुपर्ने धारणा राख्दै उनले भने इतिहास, धर्म, परम्पराको संरक्षण गर्दै गरिने निरन्तरता सहितको विकास नै दिगो र स्थिर पनि बन्छ। यो दृष्टिकोणले समावेशी विकासको अवधारणालाई जोड दिन्छ, जहाँ भौतिक पूर्वाधारसँग सांस्कृतिक र सामाजिक पक्षलाई पनि बराबरी महत्त्व दिइन्छ। अन्त्यमा उनले सरकारको तयारीप्रति स्पष्ट टिप्पणी गर्दै भने, गृह कार्य पुगेन। छोटो तर गहिरो अर्थ बोकेको यो वाक्यले सम्पूर्ण घटनाक्रमलाई समेटेको छ। यसले सङ्केत गर्छ कि सरकारको योजना, संवाद र कार्यान्वयनमा पर्याप्त तयारी र समन्वयको अभाव थियो। समग्रमा हेर्दा सुकुम्बासी व्यवस्थापन जस्तो जटिल विषयमा सरकारको कदम आवश्यक भए पनि त्यसको कार्यान्वयन शैलीले विवाद निम्त्याएको देखिन्छ। विकास र व्यवस्थापनका नाममा गरिने कार्यहरूमा मानवीय संवेदना, धार्मिक आस्था र सामाजिक सन्तुलनलाई व्यवस्था गरिँदा त्यसको प्रतिफल नकारात्मक हुन सक्छ। राजेन्द्र लिङ्कदेनको प्रतिक्रिया यसैको एउटा उदाहरण हो, जसले सरकारलाई आफ्नो निर्णय प्रक्रियामा पुनर्विचार गर्न प्रेरित गर्न सक्छ।